हेलो गाइज, तपाईँहरू सम्पूर्ण स्वागत छ मेरो नयाँ भ्लगमा। र अहिले चाहिँ हामी बेलुकाको बेला हामी जाँदैछौँ गोर्खा नाम्जुङ कुलेन पूजाको लागि। यो चाहिँ म बसेको ठाउँ रानीवन हो। साह्रै सुन्दर रमाइलो छ। पुरै मेरो ब्याकप्याक रेडी भइसकेको छ गाइज। यो चाहिँ हाम्रो गाडी हो गाइज। टक्क हामी सब परिवार फ्यामिली मिलेर गोर्खा गएका छौँ। हजुर हजुर ल गाइज, अहिले हामी रेडी भएका छौँ जानलाई। भाउजू कस्तो फिलिङ भइरहेको? एकदम रमाइलो। सवितालाई एकदम गुड। मैले कस्तो फिलिङ भइरहेको? गाइज, आज हामी बेलुका इमर्जेन्सी जानेछौँ गोर्खा नाम्जुङ कुलेन पूजाको लागि। हाम्रो चाहिँ यो गाडी पुरै रिजर्भ भइसकेको छ। गाइज, हामी चाहिँ अहिले खाना खान लागेको छौँ। यो चाहिँ हाम्रो रात्रि यात्रा हो। हामी चाहिँ अहिले 9 बजीतिर मलेखु आइपुगेका छौँ र हामी यहाँ खाना खान बसेका छौँ गाइज। यो चाहिँ यहाँको रेस्टुरेन्ट हो रातिको। यहाँ चाहिँ खाना रेडी हुन लागेको छ गाइज, हेर्नुहोस्। हाम्रो चाहिँ खाना आइसक्यो, वेटिङमा छ। बनाइदिनु भनेको गाइज, हाम्रो चाहिँ यो बेलुकाको खाना हो। लो खाना आयो, खाना लो। बच्चालाई हो? सबै यता यता राखेको सहिले हुन्छ होला नि बाबुलाई नि। बच्चालाई कि दाल र भात? गुड मर्निङ गाइज। अहिले चाहिँ हामी गोर्खा आइसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ पुरै कुहिरो लागेको छ। हिजो पुरै असिना पानी परेको थियो। हेर्नुहोस्, पुरै कुहिरो लागेको छ यहाँ गाइज। तपाईँहरूलाई यहाँको टिपिकल नेपाली घरहरू देखाउन चाहन्छु। सोध्नु पर्छ होला कि ताक्लुङ पुगेला फेरि हामी सोधौँ। त्यही त कि ताक्नुतिर गयो होला नि फेरि यो बाटो। त्यति बेला हेरेन नि त, दुईटा बाटो छैन, एउटै छ भने ओभर स्मार्ट भएपछि यस्तो हुन्छ। कुकुर रहेछ त्यहाँको। कुकुर हान्छ गाडीले। नि यति किलोमिटर भनेर लेखिदिने भएन यो है चोकमा। यस्तो चोकमा त यताबाट गयो देखाडिनु पनि के मन काममा यता गाइज, आज चाहिँ हामी मनोकामना दर्शन गर्न आएका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ यहाँको बाटो हो। सविताको आमा छोरा आउँदैछन्। बाटो यस्तो राम्रो सुन्दर छ। Let's go. We'll buy later, Sabin.
एकछिनपछि भए भने किन्ने आऊ एकछिनपछि किन्ने आऊ त गाइस साबिनले चाहिँ आज जिप किनेको छ पसलबाट स्लोली वाक ओके या कम स्लोली जिप बोय यु आर जिप यु क्यान ड्राइभ जिप falling down. मानिसहरूको लाइन टन्नै छ गाइस हेर्न सक्नुहुन्छ लाइन हेलो गाइस अहिले चाहिँ म मनकामना मन्दिरमा आइसकेको छु तपाईहरु देख्न सक्नुहुन्छ भक्तजनहरू हामी घुम्दैछौँ बाबा छोरा लेट्स गो घुमी कम दिस वे फलो मी मेरो बाबु पनि आएको छ बरु यता दिस वे वी डु राउन्ड ओके मनकामना मन्दिर आइसकेका छौँ गाइस हामी दिस टेम्पल साबेन दिस इज टेम्पल मनकामना टेम्पल साबेन दिस इज This is Manakamana temple. Look, come here this side. Let's guys, हामी आइसकेका छौँ मनकामना टेम्पल गाइज अहिले चाहिँ म मनकामना टेम्पल आइसकेको छु तपाईँहरू देख्न सक्नुहुन्छ भक्तजनहरू टन्नै हुनुहुन्छ हेर्नुहोस् रमाइलो छ यो ठाउँ गाइज हाम्रो चाहिँ यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ गाइज दाइ भाउजूको फोटो खिचिरहनु भएको छ यहाँ टक्क फोटो हेर्दै हुनुहुन्छ साबियन गाइज हामी चाहिँ अहिले पूजा सकेर हामी अब फर्किँदैछौँ घरतिर कता थाहा छ कसो लाग्दा आज पूजा ठिक छ भाउजू कस्तो लाग्यो अब हामीले पूजा पनि भ्यायौँ अब हामी यहाँबाट फर्केर घरतिर जाँदैछौँ बाटोमा खाना खाएर हाई गाइज अहिले चाहिँ हामी पूजा सकेर फर्किँदैछौँ यो हाम्रो भ्यानमा हाम्रो गुरु यहाँ हुनुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ मनकामनाको डाँडा काँडाहरू यहाँ पुरै गाडीहरू बसिरहेको छ लो जमजम गाइज रिजर्भमा आउनेहरू चाहिँ आउँछन् होला है त्यो बाटो तलतिर पुगेपछि होला नि त नि त्यो हाम्रो माथि आइसकेको थियो नि त त्यो त काठमाडौँतिर जाने बाटो हो नि त पिस्लिङ कताबाट जाने हो पिस्लिङ तल जुम्ली चौतारीबाट यता मान्छे पनि सुविधा पुग्ने तेल हालेर हो भने गुरुको उताले त्यतिकै खान्छ कि होइन मैले चाहिँ त्यो प्याज हतार हालेर माथिबाट प्याजमा तेल लाएर
पनि सोध्नु है सोध्नै पर्दैन फिस मेरो फिस्किङ भन्छ त अघि नै त्यही भने त हामी फर्केर फिसिङ जाने तपाईँहरूले बाटो छ भने तपाईँलाई हाम्रोमा आउनु भनेको त अनि त्यति दामी खाट खाल्थ्यो खाली थियो होला अनि मैले हिजो आउनु भने साथीहरू पनि जाने होला जस्तो खाली थियो त खाली थियो नि हाम्रो उताबाट नि थियो खाली सबै लिइरहेछ गए मेरो त्यत्रो वर्ष गर्नु खाइन्छ भने गाउँै झोला मलाई होइन तर बस्ती बस्ती रहेछ हाम्रोतिर भन्दा तर धेरै बस्ती रहेछ रेस्टुर गऱ्यो भने त हेल्छ के रे मोल पनि बोकिन्छ है यस्तो यिनीहरू त काट्न हुर्का बच्चाहरू नि हाम्रो बाबुले त नाम्लो पनि हाल्दैन नि त थाप्न त्यहाँ गएर खोली जोत्दै कि चहिले जानु होइन तल पानी तात्ने हजुर तल पानी तात्ने माथि घामले कोल्ने भगवान् जे पनि पैसा लाग्दैन जे बल्दैन के भएर पर्यो त्यसरी हुन्छ तिर्सिले आइसक्यो ऱ्याफ्टिङ गर्ने ठाउँ आइसक्यो अब हुँदैन यहाँ तान्छ हुँदैन तान्छ के जाने एउटा तान्छ देखेर अझै कति मान्छे यस्ता गरेर ताने पानी परेर चुम्बक छ क्या दिदी धेरै उस छ नि गहिरो छैन नि त्यो धेरै गहिले होइन मालमा भाँसिन्छ कि भासिन्छ पौडी खेल्ने है फोर रेन्ज जाइन तिमीहरू जा पानी पानी भिडियो बनाउनु न माथि ल त्यसरी आफ्नो नानी ठाउँ जस्तो आउनु त आयो तर पुलै भएन त बराबर हुन्छ हो तिम्रो जित्दै लाग्यो ए छकै जिप त कुनामा सर यहाँ सनाउनु पानी तेरो यही दिमागले गर्छ दामी ठाउँ छ यहाँ त जग्गा पनि महँगो हुन्छ आठौँ हुँदैन यो नि पुलबाट निस्क्यो यो माथिबाट यो पुलबाट हो यता नाम जाने हो म एकचोटि गएको गाडी आउँछ यो बाटो त्यो हाम्रो बाबुले चाहिँ काठमाडौँ अब यही बाटो होला उसमा गेनीहरूको बाटो रोकिएर नै यता आउँछ क्या गेनीहरू त्यो बाटोमा बनाउँदाखेरि यता हिँडेको
Look suspension bridge. बाबु हेर त बुबु माछा यो फिसिङ हेर त यो कस्तो डेन्जर फिस Fishing river. Yeah. This river name called Tirsuli River. Guys, हामी चाहिँ पुलबाट आइसक्यौँ अब चाहिँ मिल्दैन खिच्नलाई हेलो गाइज अहिले चाहिँ हामी यहाँ चिया खाना बसेका छौँ रेस्टुरेन्टमा नयाँ रेस्टुरेन्टमा चिया खाना टक्क बसिरहेका छौँ गाइज यता पिङ खेलाइछ आमा छोरा सबिताको हेलो गाइज अहिले हामी आइसक्यो पूजा भ्याएर काठमाडौँ र अब चाहिँ म मेरो भ्लग यहीँ समाप्त गर्न चाहन्छु प्लिज सेयर लाइक एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई